अहिले चाहिँ हाम्रो फास्टफुड चल्दैछ। यहाँ पानी एकदमै उयो भइरहेछ। यहाँ यस्तो दामी फल्स छ, हेरिदिनुहोस् है। यहाँ यस्तो दामी झरना छ हाम्रो फास्टफुड दोकानको छेउमा र भिज्दै जानुभयो यहाँ कतिजना। र यहाँ कतिजना हेर्नुबाट थुप्रै हुनुहुन्छ चौतारामा। दिदीबहिनीहरू सालदाजु बेच्नु हुँदैछ। यता हेर्नु दिदीबहिनी दोकाने, दिदीबहिनी रेस्टुरेन्टको यहाँ छ। दिदीबहिनी रेस्टुरेन्टको हालत यस्तै छ है, चल्दैछ के गर्नु। यहाँनिर यस्तै छ। यहाँनिर सबै कुरा पाउँछ रक्सी छोडेर है सालदाजु? रक्सी चाहिँ पाउँदैन होइन? एकदम बन्द, बाँकी सब पाउँछ। बाँकी सब पाउँछ रक्सी छोडेर अरे हो। एकदम शान्त छ यहाँनिर माहौल। र यहाँनिर एकदम झर्ना चाहिँ नि एकदम दामी देख्दैछ है। यस्तै छ आज डे 3 है। यहाँनिर दामी मौसम भइरहेछ, हेर्नुहोस्। शान्त मौसम, राम्रो मौसम एकदम। कुरकुरे लेज छ लेखेको, तर के गर्नु, कुरकुरे लेज चाहिँ सकियो है। एकदम चल्छ यहाँनिर। सालदाजुले पैसा गर्नु हुँदैछ, पूजाले पैसा गनिसकेछ, अरू सबै ठिकै छ है। यो झर्ना हेर्नु भयो भने तपाईँहरू आउनुहोस् होला हाम्रो फास्टफुड दोकानमा। सालदाजु तपाईँ चुरोट खानुहुन्छ? हजुर, खाली शनिबार। लु भन्नु त, कति वर्ष बाँच्ने रे? 100 वर्ष बाँच्ने रहर थियो। फोटो र भिडियोले गर्दा ढल्यो। ल दिदीबहिनी दोकान उहाँ चल्दैछ। यता सालदाजु गाडीहरूको हलचल छ है। अन्त यता पनि हुनुहुन्छ हाम्रो चौतारामा थुप्रै हाम्रो मान्छेहरू भनौँ, गेस्टहरू भनौँ, या दाजुभाइहरू भनौँ है, थुप्रो हुनुहुन्छ। यहाँ कसैको हेलमेट पनि झऱ्यो, टिप्नु हुँदैछ। यहाँनिर थुप्रै हुनुहुन्छ है। यसरी नै सधैँ खचाखच भिड बनाइदिनु होला, आइदिनु होला, खाइदिनु होला। र साइला रेस्टुरेन्ट अनि दिदीबहिनी ढाबा, दिदीबहिनी ढाबाको चाहिँ झ्याल ढोका केही छैन है। ओपन दिदीबहिनी ढाबा चलाइदिनु होला यसरी नै है। एकदमै सुन्दर ठाउँ छ यहाँ। फेरि आयोले के दिँदैछन् मलाई थाहा भएन है। आयोले आफ्नो दुःखको कमाइ लिनु हुँदै रहेछ। अनि यहाँ एकदमै ठुलो ढुङ्गा छ छेउमा है, फोटो खिच्नुको लागि पनि मिल्छ। उता निमङहरू देख्दैछ, यति सुन्दर ठाउँ, यस्तो राम्रो ठाउँ छ है। सबैजना आइदिनु होला, भिजिट गरिदिनु होला एकपल्ट।